मर्निङ एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। सो आज चाहिँ म अघि नै उठिसकेँ हो, नानी पनि उठिसकेँ। आज चाहिँ अब चाहिँ मेरो काम सुरु गर्नुपर्छ हो। मेरो कपाल चाहिँ किन यस्तो गरेको भन्नु चाहिँ आज तेल लगाएर छु नि त, नुहाउनुपर्छ हो। त्यही भएर चाहिँ कपाल चाहिँ फेरि भनिरहेको छु। अन्त सो आजको नजारा हेर्नुहोस् ल, देखाउँछु। आजको नजारा चाहिँ यस्तो छ। आजको वेदर देख्नुभयो होला है, आजको नजारा। अब चाहिँ मेरो काम सुरु गर्छु नि त। सो हेर्दै गर्नुहोस् होला, म काम स्टार्ट गर्छु। अहिले बाई गाइस। सो मैले चाहिँ कामहरू घरको सानाक सकेर अन्त नानीलाई नुहाइँदै गरिदिकन ऊ यहाँ बसिरहेछ। दाँतै छैन, नुहाइँदै गरेर चाहिँ यहाँ ऊ बसिरहेछ टिभी हेर्नु हो। म चाहिँ खाना बनाउनु गएको। सो हेर्दै गर्नुहोस् होला, आज त मैले खानाहरू बनाइसकेँ। खानामा के छ भने भात, अनि यो मेथीको साग, अन्त लुका कुखुराको झोल, अनि अचार, लसुनको अचार। त्यति नै हो आजको मेन्यु। सो हेर्दै गर्नुहोस् होला, मेरो ड्रेस हुनु त्यहाँनिर खाना खानेछु। सो गुड इभिनिङ एभ्रिवान। म चाहिँ खाना बनाउँदैछु। भात पाक्यो, दाल पाक्दैछ, अन्त फेरि मसरुम रेडी गरिरहेछु। पाक्दैछ मसरुम, मसला पाक्दैछ हो, अनि मसरुम हुन्छ। सो आजको चाहिँ यही हो मेरो। अन्त मेरो छोरी चाहिँ पढ्दैछ। आज के गरेको त्यो निकाला त्यहाँबाट। म चाहिँ यहाँ पढ्दैछ, चल्दै पढिरहेको छ। अन्त आफ्नै धुनमा लुकेको पढिरहेछ हो। अन्त अर्को ठुलो नानीलाई चाहिँ उसको मम्मीले रुममै पढाउनुपर्छ। अन्त बाबा पर टिभी रुममा टिभी हेरिरहनु भएको होला हो। अनि आमा चाहिँ उयो कटोरीमा हुनुहुन्छ। सो म चाहिँ यहाँ छु। सो आजको लागि यति नै। अब हेर्दै गर्नुहोस् होला है। बाई, सी यु नेक्स्ट ब्लग।